तिमीहरूले सम्झिने रहन्छ। अब म यहाँबाट जाँदैछु। सायद मलाई पनि माया गर्थे कि वास्तविक कुरो के हो जान्नै पाइन। हामी 5-6 महिनादेखि अब न कुनै सम्पर्क विहीन भएर हिँड्दा छौँ। वास्तविक साँचो कुरो के हो कस्तो केही पनि बुझ्नै पाइएन। अहिले अब सम्झिनु तिमीहरूले मलाई म जान्छु भन्न जान्छे। वास्तविक चाहिँ के हो के बुझ्नै सकिएन। सायद उसले पनि मलाई माया गर्थ्यो होला सायद। कति समयसम्म पर्खेर बसिराख्नु? बिहानको 6 पनि बजिसक्यो। खोल्दिउ चिठी अब। होइन, उसले साँचो नबोलेसम्म चिठी खोल्ने तिम्रो अधिकार छैन भन्नुहुन्छ। हामीले यस्तो गर्न सक्दैन। त्यो चिठी खोल्नु हो केही साँचोहरू अझै लुकेको छ नि, त्यो देखाउन पर्छ। त्यो वास्तविक चिठीभित्र लुकेको छ कि? अब त्यही त हामी साँचो बोल्न पर्ने छ, त्यो बोल्न पर्छ चिठी। हामी साँचो त बोलिराखेको छौँ, वास्तविक छ कि एक चिठीभित्र? अब केही अरू साँचो अझै केही लुकेको छ। ए साँच्चीकै मैले पनि उसलाई मन पराएको थिएँ, तर भन्न सकिनँ। मैले पनि उसलाई माया गरेँ, तर मैले आफ्नो मनलाई सधैँ सम्हालेर सधैँ कठोर बनाएको किनकि मलाई लाग्थ्यो सायद उसले तिमीलाई माया गर्छ। त्यही भएर म सधैँ चुप बस्छु, कहिले पनि भने। अब तिमीहरू बोल्न थाल्यो। सत्य भन्न सजिलो छैन। यदि तिमीहरू तयार छौ भने चिठी बोल। म मरेको छैन, म बाँच्न चाहन्छु, तर नयाँ रूपमा। मैले हरेक चोट लुकाएर बाँचे। तिमीहरूलाई एक छिनको पीडाले तिमीहरूभित्र भएको साँचो कुरालाई बाहिर ल्यायो। अब मलाई फेरि जन्मिन दिनुहोस्, जुनकिरी होइन जुनु भएर। जुनु के हो? एक्कासी जुनकिरीबाट जुनु नयाँ नाम। अनि अरू के लेखेको छ? अरू राम्रोसँग अरू के लेखेको छ? अर्कोपट्टि छ भन्ने लेखेको छ। के लेखेको छ? राम्रोपट्टि के लेखेको रहेछ यहाँनिर? एड्रेस हो? कस्तो एड्रेस हो? भागको एड्रेस हो? कस्तो भएको एड्रेस होला? खोइ के एड्रेस? प्युठान माध्यमिक गाउँपालिका 4 राजदरबारको नजिकैको घरमा छु। हामीले उसलाई गुमाएको थियौँ कि उसले हामीलाई?